आज चिडियाखाना घुम्न आएको छौँ दुईजना। अब टिकट काट्न जान्छौँ हामी। टिकट काट्ने ठाउँ त्यहाँ पर छ। टिकट दुईजनाको चाहिँ 500 टिकट। पैसा चाहिँ खुल्ला खुल्ला भयो भनेर टिकट 500 चाहिँ महँगो भयो भनेर मलाई यता टिकट काट्नु यहाँ सेक्टर गएर चेक गर्नु। हामी चाहिँ पस्यो चिडियाखानामा। यहाँ चाहिँ हामी टक्कसँगले छिर्यौँ। अब यहाँ पानी हेर्नलाई स्वस्तिका सरसफा जाँदैथ्यौँ। अब यहाँ हेर्छौँ स्वस्तिकाले यहाँ यस्तरी। कस्तो लाग्यो कस्तो लाग्यो? यो टिकटक बनाउनु नपाएर टिकटक बनाइदिनु टिकटक बनाइदिनु भन्नु। तिम्रो मोबाइलबाट ल्याऊ म भिडियो गर्छु। टिकटक बनाइदिनु भन्नुभयो मोबाइल अब खोल्न थालेँ र टिकटक पनि बनाएँ मैले टक्क लाएर। अब यहाँ त्यही ट्याक्क लाएर जाउला खेल्न हिँड्दैछौँ। जाउला खेल्न पोखरीको छेउमा आयौँ हामी चाहिँ। अनि यहाँनिर मान्छे यसरी हिँडिराखेका रहेछन्। हामी पनि चढ्ने भनेको धमिलो हरियो पानी भएर चाहिँ स्वस्तिकालाई चाहिँ डर लाग्छ अरे नचढ्ने भयो। टिकटक बनाउनु यसरी यसको मोबाइलबाट बनाउँदैछौँ। केही नपाउँदो रहेछ। टिकट 500 मात्र तिर्नु पर्यो भनेर चाहिँ एकदम उहाँ म्याडम चाहिँ किचकिच गरिसिन्दैछ मलाई। मेरो भन्दा नि उहाँको रहरले चाहिँ आएको घुम्न। मलाई त खासै घुम्न पनि मन थिएन, पहिला नै घुमेको हो। त्यो भएर कोठामा बस छोरी हेर भन्दा नि नमान्नु। ल यहाँ बस फोटो खिचिसकेपछि अनि मेरैबाट राम्रो आउँदो रहेछ भनेर चाहिँ ट्याक्कसँगले खुसी भइरहेको छ। यहाँ चाहिँ केटाकेटीहरू हेलिकप्टरमा चढिरहेका रहेछन्। हेलिकप्टरमा ट्याक्क चढेर चाहिँ अब केटाकेटीहरू हाम्रो नि बेबिसालाई ल्याएको भए त हेलिकप्टरमा चढ्दिन होला। हिँड्दै मिर्ग भएको ठाउँमा आयौँ। त्यो चाहिँ झाँक रहेछ सिङ भएको है झाँक मिर्ग खानेकुरातिर जाडाले पुरै डराउँदैन है मिर्ग। तेरो सरपछि पनि यहाँनिर मिर्गै मिर्ग। अनि अङ्कल र आन्टी पनि मिर्ग हेर्नु हुँदैछ यहाँनिर। स्वस्तिका चाहिँ त्यसरी त्यो हिँडेर मलाई चाहिँ यसरी सबै कत्रो नाम पनि लेखेको छ भैँसी जस्तो हेरेर थाहा पायो जरायो रहेछ। राम्रो